अर्कालाई मात्र सपोर्ट गर्छ भन्नुहुन्छ यार। अहिले यो भिडियो हेर्नु त स्थानीयको के भन्दैछ स्थानीयले हर्का साम्पाङको बारेमा दार्चुलावासीले होइन अलिअलि यसो माइन्ड चाहिँ फ्रेस र अलि गोबर चाहिँ फालेर आउनुपर्छ क्या हर्का साम्पाङको भिजनमा हिँड्नको लागि। भ्रष्टाचारी गर्ने लुट्ने अनि बसेर अरूलाई ठग्ने अर्काको सम्पत्तिमा आँखा लगाउने साल फुटाउनु पर्ने हो क्या हो तिमीहरूलाई शरम गरेर देश बन्दैन भन्नेहरूले चाहिँ यता हेर्नु यता यो भिडियो पनि सुन्नु त दार्चुलावासीले के भन्दैछन् हर्का साम्पाङ दार्चुला पुगेपछि के गरेको के हुँदैछ भनेर। भन्दा 2-4 दिन पहिला पनि ए ओहो के जान्थ्यो खिचेको रे अहिले आउनु छोडिरहेछ अहिले अब मानिने अहिले आउन त आइरहेछ तर उतैबाट उडिरहेछ। आउन छोडेछ आजभोलि मानेनीजी आएर हेलिकप्टर आउनु छोड्यो रे तिनै आउँथ्यो नि साँच्चै हो हेलिकप्टर पनि फेरि खालखालकोमा आउँछ त एउटा जाली नै जाली परेको दुलै दुलो परेको नि आउँछ। यो कुरा त फोकस गर्नु पर्यो सर त माननीयजी आउनुपर्छ। माननीयजी आउँदाखेरि आउनुभन्दा अगाडि यही भूभाग देखिन्थ्यो। आज भोलि लगभग भइसक्यो मानिनेजी आउनु भन्दा पछिदेखि आउनु यता आउनु छोडेको छ इन्डियाबाट नत्र भने यो हाम्रो गाउँ यो बीच जान्थ्यो यहाँबाट हेलिकप्टर सिधै किनकि हाम्रो यसमा पहिलाबाट अब राजनीति गर्ने नेताहरूकै कमजोरीले हो कि यस्तो अब हाम्रो यता पनि पुलको पनि हामीले भनेको पहिला